हेलो साथीहरु, वेलकम ब्याक टु माई च्यानल। मैले चाहिँ मेरो च्यानललाई बिर्सेको जस्तै भयो किनभने अहिले मैले भिडियोहरू त्यति साह्रो हाल्दिनँ अनि हाले पनि तपाईहरुले माया गर्दिनु हुँदैन। त्यही भएर मलाई भिडियो हाल्नु अल्छी लाग्न थालेको छ। त्यही भएर माया गर्दिनु भयो भने साथ सपोर्ट गर्दिनु भने मलाई अझै धेरै जोस जागर चल्छ। अनि म चाहिँ आज भिडियो पनि बनाउने थिइनँ, तर मेरो चाहिँ आज बर्थडे रहेको छ अनि मेरो श्रीमानजीले चाहिँ मलाई राति नै सरप्राइज दिएर मलाई खुसी बनाउनु भयो अनि उहाँले पनि भिडियो बनाउनु भएको रहेछ। अनि म चाहिँ त्यो भिडियोसँग जोडेर यो भिडियो हाल्दैछु। अनि कस्तो मैले सोचेको पनि थिइनँ मलाई उसले सरप्राइज दिन्छ भनेर। अनि कस्तो गर्मी भएर मजाले सुतिरहेको थिएँ अनि उहाँले त मलाई सरप्राइज गर्नुभयो। अनि म चाहिँ किन ढिलो आयो भनेर सोच्दै थिएँ। भरे त उहाँ त केक लिन जानुभएको रहेछ, मलाई किचनमा नै जानु दिनु भएन। अनि हिजो चाहिँ यहाँ अगाडि बिहे पनि थियो अनि गलेर म चाहिँ सुतिहालेको थिएँ अनि उठ्नु पनि मन थिएन, तर के गर्नु सरप्राइज दिएपछि उठ्नै पर्यो। अनि मेरो बुढालाई चाहिँ धेरै धेरै धन्यवाद अनि धेरै धेरै माया, यसरी नै माया गरिराख्नु होला। अनि यो वर्ष चाहिँ हाम्रो फ्यामिलीमा नयाँ मेम्बर पनि आउँदै हुनुहुन्छ, मेरो बेबी। अनि त्यही भएर हामी चाहिँ धेरै खुसी छौँ, मेरो बुढा म अनि हाम्रो फ्यामिली चाहिँ हामी धेरै खुसी छौँ। अनि आजको भिडियो के कस्तो हुन्छ हेर्दै गर्नु होला। अनि अर्थ त्यही हो, आज के कस्तो हुन्छ म तपाईहरुलाई देखाउने नै छु। बाई बाई। अनि म चाहिँ मामु बन्नु लागेको छु नि त, अनि म झन् राम्री हुँदैछु क्या। मेरो फेसमा कस्तो ग्लो आउँदैछ। आमा बन्नु सजिलो पनि छैन अनि आमा भन्ने कुरा चाहिँ त्यत्तिकै पाइँदैन रहेछ भन्ने मलाई थाहा हुँदैछ। अझै झन् के कुरा बोक्नुपर्ने हो थाहा छैन, तर पनि के गर्नु, हुनै पर्दो रहेछ, बोक्नै पर्दो रहेछ। गाइजहरू भिडियो हेर्दै गर्नु होला। आज म के गर्छु तपाईहरुलाई देखाउने नै छु। अनि मेरो श्रीमानले बनाउनु भएको रातिको भिडियो पनि म अहिले यो भिडियोसँग म हाल्दैछु। मलाई कसरी सरप्राइज दिनुभयो भनेर हेरिदिनु होला। अनि म धेरै अब होइन धनी त छुइनँ म, अब धेरै ठुल्ठुलो कुरा दिनलाई, तर सानो सानो कुराले आफ्नो वाइफहरू चाहिँ खुसी हुन्छन्। अनि मलाई थाहा छ उही खुसी हुन्छ होला। म चाहिँ पहिला पनि यसरी नै उसको चाहिँ बर्थडे चाहिँ सरप्राइज गरी सेलिब्रेट गरिदिन्थेँ कि धेरै कुरा नदिनु सक्यौँ, केक काटिदिँदा खुसी हुन्छ नि त। अनि मैले केक काटिदिन आँटेको छु। अब 12 बज्नु चाहिँ ट्याक्क 5 मिनट छ। अनि यो भिडियोमा चाहिँ म के भन्न चाहन्छु भने छिटै मेरो बेबीको मम्मी आँटेको छु होइन। जहिले खुसी रहनु, आफ्नो बुढालाई माया गरिरहनु, चाहेको कुराहरू सबै पुरा भएको होस् होइन। तिमीले चिताएको कुरा एक दिन सबै पुरा हुनेछ। अनि आज अब कति वर्ष पुग्यो तिमीलाई थाहा होला, म एज चाहिँ रिभिल गरिनँ। अनि केक तिम्रो लागि केक चाहिँ धेरै ठुलो छैन है, केही दिन सक्दिनँ। अब यति पनि सरप्राइज दिनेछु र तपाईँहरूले पनि साथ दिनु होला। स्टे ट्युन गाइज। उसलाई चाहिँ मैले आज केक सरप्राइज, उसलाई ब्ल्याक फरेस्ट केक अप्पर मनपर्छ नि त। यो पछाडिको चाहिँ 1 2 अनि पछाडि चाहिँ 1 2 3 है। ल पछाडि टाइम दिएको छैन। अब 12 बज्नु 2 मिनट, फाइनली 12 बजिसकेको छ होइन। मैले यसको लागि ह्याप्पी बर्थडे भनेर पनि विस गरिसकेँ। अब म भित्र लान्छु।
Baby, happy birthday to you. Happy birthday to you. Happy birthday to my buddy. Happy birthday to you. Wish माग्ने कति वर्ष पुग्यो भन त ल ह्यापी बर्थडे गर्नु पर्दैन त त्यहाँ हेर मैले गर्दैछु त अगाडिको 2 पछाडिको 3 हेर केक देखाउ न खै यस्तो हुन्छ होला भनेर सोचिरहेको थियो हैन मेरो बुढाले केक ल्याउँछ भनेर सोचेको थिएन अब यहाँ गर्ने तिम्रो लागि मैले र तिम्रो लागि कहाँबाट रोज खोलेर 12 बजी अर्का घरबाट चोरेर लिएर आएको फुल देखाउ न कस्तो लाग्यो चोरेर ल्याएको मैले थाहा पाइने मार्छ होइन उज्जवलकोमा थिएन खोजेर ल्याएको मम्मी नआउने के खानु आउनु नि ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु सुनिला ह्याप्पी बर्थडे टु यु के काट्ने मम्मी केक नखाने मेरो मम्मीलाई थाहा नै छैन मैले केक लिएर आएको छु भनेर लु मम्मीलाई खुवाइदेऊ ल अन्त लु बर्थडे कसको घरको अगुवाबाट सुरु गर्नुपर्छ तपाईँ होइन अगुवा थाहा भएको थियो मैले केक ल्याएको छैन थाहा भएको थियो मेरो पालो त्यही खान्छु त्यही खडिनु बब्बाल छ के त ल ह्यापी बर्थडे टु यु धेरै धेरै स्वस्थ रहनु तपाईको बुहारी कति वर्ष पुग्यो होला अनुमान गर्नु अब राम्रो एकदम बेबी जन्माउनु अरू जसलाई पनि उमै टेन्सनै हुन्छ क्यामेरामा आएपछि चाहिँ ह्यापी बर्थडे टु यु वर्षभरि प्रगति उन्नति परमेश्वरले आशिष दिनुभएको होस् तिम्रीको जोडीमा एकदमै अनुग्रह मिलोस् भनेर मम्मीले माचिस दिनुभयो टन्नै ओके बाई बाई एकदमै राम्रो आज चाहिँ सुनिलाको बर्थडे खोइ बर्थडे गर्ल कहाँ छ बर्थडे गर्ल तिमीलाई मैले सरप्राइज लाने होइन सरप्राइज दिन हालेको कहाँ लानु तिमीलाई म सरप्राइज कस्तो जाने ठाउँ छ यो खोलाको बगरमा लिएको छ अब नाइट डेटिङ आएको हामी घाम डुब्दैछ उतै त ल आमा कुएची साथीहरू आज चाहिँ वैशाख 5 गते होइन मैले मेरो बेबीलाई पुरै सुनिलालाई चाहिँ आज पुरै होमस्टेमा नाम चाहिँ भेरेटार तर यहाँ चाहिँ चिनेकै भएकर हो एउटा घर हुन्छ अनि घरमा चाहिँ सिधै आफै सिँगै बस्नु मिल्छ क्या एउटा कोठा जस 2टा कोठा हुन्छ फ्यामिली ग्रुप आराम बस्नु मिल्छ अनि सुँगुर मासु चाहिँ आफैले लिएर आउनु पर्ने हुन्छ अनि सुँगुर चाहिँ तर हामीलाई तराबाट आफैले लिएर आएको थियौँ अनि बनाउनु चाहिँ फेरि आफैले बनाउनुपर्छ यसरी होइन अब मलाई देखाउनु यहीँ
यहाँ मलाई देखा यहाँ मेन म हेरिहालेको सेफ सप अनि अब्बर दामी छ मौसमहरू पनि है आज चाहिँ अन्त कसुङ्गुरको मासु पोल्ने आज चाहिँ मलाई मेरो बुढाले नाम्चीमा लिएर होम स्टेमा लिएर सेकुवा पोलेर खुवाउँदै हुन्छ। एक नाइटको 1500 मात्रै माछा आफैले ल्यानुपर्छ। आज चाहिँ म एकदम धेरै खुसी छु। मेरो बुढाले सरप्राइजमाथि सरप्राइज दिइराख्नु भएको छ अनि उहाँ चाहिँ सेकुवा पोल्दै हुनुहुन्छ। म चाहिँ यहाँ बसेर खाने मात्र। आज चाहिँ म उसको गेस्ट अरे क्या, त्यही भएर चुप लागेर म चाहिँ यहाँ बसिरहेको छु। यता चाहिँ पकाउँदै हुनुहुन्छ। आज बर्थडे होइन त कति खुसी छ तिमी? खुसी छु। उता त साइडमा ह्याप्पी एउटा मलाई ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु। ल ल काटेर खाने मलाई आजको भिडियो चाहिँ के कस्तो रह्यो लाइक शेयर कमेन्ट गर्नु नबिर्सिनु होला। तिमीलाई के भन्नु छ? सुन्दरका आँसुमा पल्किरह्यो। घरिघरि किन आउँछौ मलाई मसँग ढल्केर हो। बाई।